Hi guys, let's make a yummy gulab jamun with me. सुरुमा चाहिँ मैले यो इन्स्ट्यान्ट गुलाब जामुन लिएर आएर एन्ड बिगारेर सुरुमा एउटा बाउलमा खन्याउँछु। अनि त्यसपछि यसमा अलिकति पानी राखेर मजाले मिक्स गर्नुपर्छ। एउटा डो बनाउनुपर्छ। यसको चाहिँ डो बनाएपछि यसरी दुईटा भागमा हामी चाहिँ रोल गर्छौं सो दैट गोलो गोलो बनाउन सजिलो होस्। अनि यसरी गोलो 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 बनाउनुपर्छ। यो गोलो गोलो बनाउने बेला चाहिँ चर्किनु हुँदैन, अलि प्रेस गरेर गोलो गोलो गर्नुपर्छ सो दैट त्यो नचर्कियोस्। चर्कियो भने चाहिँ फेरि पछि हामी तेलमा फ्राई गर्ने बेला चाहिँ त्यो फुटेर आउँछ कि। सो मेक स्योर गाइज फुट्नु हुँदैन। त्यसपछि मैले ग्यास अन गरेँ अनि अब यसमा चाहिँ हामी तेल हाल्छौँ। तेल तातिसकेपछि चाहिँ एउटा हामी फ्राई गर्नुपर्छ नि त, नेपाली हो नि ताते कि तातेन भनेर। त्यसपछि मैले सबै एउटा लाल मुन्टु गोलो गोलो डल्लोहरू सबै यसमा हाल्दै मजाले चलाउनुपर्छ, डढ्नु हुँदैन। अनि यस्तो कस्तो राम्रो कलर निस्किन्छ क्या। अनि हामी डिप फ्राई गरेपछि चाहिँ ब्राउन भएर यो सबै निकालेँ मैले चाहिँ। त्यसपछि मैले चाहिँ यहाँनिर चासनी उमालेँ, चिनी अनि पानी अफकोर्स। त्यसपछि यसमा अलिकति हामीले त्यो मिक्स मसलाहरू पनि राखेको थियौँ, सुकमेल त्यस्तोको। अनि त्यसपछि अब चाहिँ मैले सबै लालमुनहरूलाई पौडी खेल्न दिएँ। त्यो लालमुन चाहिँ हामीले 8 आवर्ससम्म फ्रिजमा राख्यौँ अनि त्यसपछि हामीले निकाल्यौँ। अब हेर्नु त कस्तो मिठो देखेको छ, देखेको मात्र होइन एकदम मिठो पनि छ। यम्मी। थ्याङ्क यू फर वाचिङ, किप लभिङ, बाई बाई।